नमस्ते। हेर्नुस् त आज के भेटियो, यो के होला कुन्नी यस्तो लटरम्म फल फलेको छ, हेर्दा पनि राम्रो छ एकदम, मतलब फलै फल छ यसमा। यस्तो फल फल्ने वनस्पति त यो सिजनमा त पाउने होइन, तर के होला यो भन्ने एउटा जिज्ञासा थियो। के हुन सक्छ त? यो वनस्पति विशेष रूपमा उल्लेख भएको छ, विशेष रूपमा विभिन्न आयुर्वेदको ग्रन्थहरूमा तथा मेडिकल को जति पनि फाइटोकेमिकल फार्माकोलोजी त्यस्तो त्यस्तोमा विशेष रूपमा उल्लेख भएको छ। यसको केमिकल कन्स्टिट्युएन्ट नै यो वनस्पतिको परिचय हो। यो वनस्पति छालासँग सम्बन्धित विभिन्न रोगहरूमा प्रयोग गरिन्छ, जसमा सोरिएसिसको समस्या छ, जसलाई एक्जिमाको समस्या छ, अर्टिकेरियाको समस्या छ, त्यस्तो त्यस्तोमा यो वनस्पतिको प्रयोग गरिन्छ। यो वनस्पतिलाई करञ्ज भनिन्छ। ल, तपाईहरूले भन्नुभएको मिल्यो कि मिलेन? यो वनस्पतिको नाम करञ्ज हो। यसको प्रयोग छाला रोगमा गरिन्छ, अनेक औषधिहरू बन्दछन्। यसको जति पनि प्याटेन्ट औषधि तपाईँले छालासँग प्रयोग गर्नुहुन्छ त्यसमा नाम हेर्नुहोस् त, करञ्ज भेट्नुहुन्छ। हस् त, धन्यवाद।